तीनजना लस्करे राम्ररी है त सेफ राइट ल 1 2 3 बब्बाल है त आयो आमामा दर्शकहरु पनि लास्ट धेरै छ है यस्तो स्टिप छ आमामा यो त डेन्जरै गाह्रो छ है त ओए ल है ओहो ओए ल ल ल ल ल ल अर्को ल नाइस ओहो ओए ओहो सीधा है भाइ सीधा ओए नाइस ओए रामे ठिकिन्छ ल रेडी 1 2 3 कमिङ है ओ लामो मरे त्यो पढ म्यान नदै जाँदैन त मुजी हट भाइ हट हट ओए यो त खतरै चढाइदिए यार सो त्यही हो अब यहाँ केटाहरूको म्यानुअल हुन्छ ओए छिटो भगा ओए बवाल म्यानुअल कता हो त्यही हो बाटो जाऊ को यो मङ्की ल यो त निदाइसकेछ यार ओए हस्की चल बेटा ओए यो हस्की मर्छ जस्तो छ यार बिचरा यो थाके जस्तो छ थाके यार यो ओ यो त बाटो अगाडि आउँछ त डरायो हस्की डरायो हस्कीलाई अब घर लिएर जाने ओ एक्सक्युज मी किन हामीले त्यहाँ थियो नि त्यो लास्ट डेन्जर यही हो क्या है यहाँदेखि त झन् कस्तो बाढी पहिरो लागे जस्तो छ यार पानी परेर सकिन्न भन्दैछ है ओए सकिन्न यार कस्तो चिप्लो यार यो भरिन्छ त ओए लास्ट चिप्लो रहेछ यार हट भरिङ आयो ओहो चिप्लो हवी बाटो हेर्नु न महाकुरीको छोरी टाइट 1 मिस गेम फिनिस भनेलाई चाहिँ यसलाई नि भनिन्छ है वे रनमती झन्डै मर्यो सो स्टार्टिङ हाम्रो आजको भ्लग चाहिँ स्याटरडे विकेन्ड राइड हैन
हामी चाहिँ यहाँ यो कुन ट्रेलले हो यो ठाउँको नाम के अरे यो ठाउँको नाम बुन्डेल भन्ने ठाउँको रहेछ होइन यहाँ चाहिँ ठुल्ठुलो रोड ग्याप जम्पहरू छ होइन यो चाहिँ ठिकै भनौँ न ठिकै भन्दा नि अलि ठुलै छ तर उता तल चाहिँ रोड ग्याप ठुलो छ क्या भवाल छ सो त्यही हो आजको राइड चाहिँ यहाँदेखि स्टार्ट हुँदैछ मैले कति 3 हप्ता भएको थियो साइकल नचलाएको सो आज चलाउँदैछु हेरौँ कस्तो हुन्छ राइड सो त्यही हो एकैचोटि राइडमा भेटौँ है त रोड ग्याप जम्पहरू सो मैले 2 चोटि हानिसकेँ तर स्मुथ भएन त्यही भएर म अझै स्मुथ हान्ने ट्राई गर्दैछु हामी चाहिँ यो ग्याप जम्प हान्न जानु लाग्यो यता कता नि ट्रेल छ भन्ने सुनेको थिएँ तर मलाई थाहा भएन फर्स्ट टाइम आएको म यो ठाउँ सो हेरौँ योपालि चाहिँ अलि बवाल हान्ने प्लान छ यहाँ चाहिँ अलि नतानिकन हान्नुपर्ने रहेछ क्या त्यो यस्तै रहेछ अनि त्यही भएर मिलाउनु मात्रै बडी ब्यालेन्सिङ भनौँ न अलि स्पिडिङ अनि बडी ब्यालेन्सिङ हो के तिमी नआउने हो कि म गइदिउँ यता बस भ्याउँछ भ्याउँदैन होला त्यही बस ल जम्म मेरो अन भइसक्यो ल पछाडिबाट ओए त्यो भाइले भनेको छु के ल भयो त्यो भाइले बनाउनु दिएन पछाडि बनाउँछ ल त्यसले पछाडिबाट बनाउँछ ल ए एकदम ओए ल विनोद भाइ बवाल हान्नुपर्छ आइस ल जाऊ त्यही हो ओहीमा तार हल्छ ल गयो है त बवाल गयो यो पालि चाहिँ मिठो बवाल टैट है ट्याक्क लगाएर ल 3 जना लस्करे राम्ररी है त सेफ राइट ल 1 2 3 बवाल है त बवाल है सही गयो यार यो पालि चाहिँ है भने जस्तै गयो ठिकिन्छ ल रेडी 1 2 3 कमिङ है आमामा दर्शकहरू पनि लास्ट धेरै छ है यस्तो स्टिप छ आमामा यो त डेन्जरै गाह्रो छ है त ओए ल है ओहो ओए डेन्जर अति बवाल हाने है त ल छिज दाइ के गर्ला जस्तो छ है त पुरै चियरअपमा आइरहेछ ल अर्को ल नाइस ओहो हल्का ल्यान्डिङ यार ल त केटाहरू छ तारा है कति यिनीहरूले हानेको हामीलाई डर लाग्छ भन्दैछ केटाहरू ल अनि गुराएर गर्न नि डेन्जरै छ क्या फेरि ल बब्बाल थियो ल दाइ तपाईँको क्लिप चाहियो है एउटा जम्माने ओए ओहो करा आयो ल करा इजी रहेछ त्यो हेर्दा मात्रै अलि सो यो चाहिँ सेकेन्ड टाइम है लास्ट हानेर अब हामी जाने प्लान छ केटाहरूको ल रेडी पेडलिङ लिउँ यो पालि त माया बाङ्गो गयो यार हाम्रो छिरिस दाइको फर्स्ट ट्रायल भन्नु मिलेन सेकेन्ड ट्रायल है ओइ के ओइ साइफा हान्दिरा यार हाम्रो छिरिस दाइको फर्स्ट ट्रायल सेकेन्ड हो सीधा है भाइ सीधा ओए नाइस ओए रामे अघि न चाहिँ बिग्रेको थियो ओए केटाहरू चाहिँ जाँदैछ है हेरौँ कुन ट्रेल हो यस्तो स्लो हुने भन्दा ओइ मा कस्तो चिप्लो यार टाइट ढुङ्गाहरू त लास्ट चिप्लो रहेछ
अलि हावाको प्रेसर कम गर्नु पनि त्यो कुन रेल लिएर आयो मा ब्रेक त हान्नै नहुने रहेछ फेरि यिनीहरू रोक्या गर्छ क्या ब्रेक हान्नै पर्ने बनाउँछ बाधे त्यही खोइ भाइ हट ए अगाडि नि जान नदिने भयो के हो यार यस्तो हेट त्यसले राम्रो मुलाको कुदाउनै पाएन केटाहरूले कस्तो झ्याउ गरे यार यता वरिपरि मलाई क्रस वायर खाएको देखेर मुलाहरू त ल्याम्लुङ त्यहाँ छिराइदियो भने अब के भन्ने क्या थ्याट अहिले म नि फर्स्ट टाइम आएको यो ट्रेल है यही थाहा छैन क्या अलि हावा धेरै भयो यार मेरो साइकलमा अलिक कम गर्नु पऱ्यो केटाहरू भेटेर ओ पेमसाङ यही बाटो हो रे अब यही बाटो हेर्नु न महाकुरीको छोरी राइट वान मिस गेम फिनिस भनेलाई चाहिँ यसलाई नि भनिन्छ है लड्यो भने सिधै तल चाहिँ स्टार्ट जस्तो लाग्यो खोइ है केटाहरू अगाडि गइसक्यो दुईजना गइसक्यो ल अलिक ट्राई प्रेसर घटाएको चिप्लो अन्त ग्रिप लिँदैन फेरि हावा धेरै भयो भने लास्ट चिप्लो भयो भने चाहिँ कहाँ आइपुग्यो पुरा मान्छे रहेछ चौरी जस्तो रहेछ आइपुग्यो सो है हामी चाहिँ फाइनली यहाँ बुन्डोल भन्ने ठाउँमा आइसक्यौँ रेस्ट गर्दैछौँ बसेर यहाँ जङ्गलको बिचमा रहेछ अलि कस्तो भन्दा पनि पिकनिक मनाउने जस्तो ठाउँ रहेछ क्या देख्न सक्नुहुन्छ यताउति यहाँ पसल पनि रहेछ त्यही हो मान्छेहरू टर्ने छ देख्न सक्नुहुन्छ त्यही हो हाम्रो लाइन चाहिँ अब यहाँदेखि फेरि हात्तीवन हान्ने प्लान छ है केटाहरूको जम्पसम्पहरू हान्यो यो बुन्डोलको त्यो फर्स्ट टाइम थियो लास्ट चिप्लो रहेछ पानी परेर नि होला धेरै पानी परिरहेछ नि त अचेल हामी जाने बाटो चाहिँ अब यहाँदेखि हो सो त्यही हो एकैचोटि अब राइडमा भेटौँ है त ओ लामो मऱ्यो त्यो हट कहाँ ब्रेक हाने त हो त्यो फोन लिएर आउँछ ल हट भरेङ आयो ओहो हैट चिप्लो ब्रेक हान्ने हुने क्या यस्तोमा धेरै पछाडि हावा कम भयो जस्तो यार छोडो
ओइ मेरो हावा लास्ट कम भयो ओइ मेरो चाहिँ पन्चर भयो लास्ट तनाव दियो यो साइकलले अर्को ट्युब चेन्ज गरेको नआए त्यो पनि पन्चर रहेछ क्या अनि यो अहिले भयो है मङ्की जम्पर हाम्रो स्पेसियल्ली सन्दीप दाईले गर्दा त्यही हो यता अब हावा हाल्दैछ अब जानुपर्ने छ अब चाहिँ सिधै तलसम्म केही नहोस् है केटा हो सेफ राइड भन्दै जाउँ अब ओए आऊ केटा त गयो त्यहाँ कस्तो चिप्लो यार यो भरिङ त टाइट ओए ओए टाइट लास्ट चिप्लो रहेछ यार केटाहरू बिचमा रोक्ने काम चाहिँ नगर न यार जाऊ जाऊ रोक्ने काम नगर न यार सकिन्न ओए मङ्की सकिन्न एक ट्राई मार्छु ल सकिन्न भन्दैछ है ओए सकिन्न यार यो लास्ट स्टिप रहेछ यार स्टिप अनि टर्निङ लास्ट गाह्रो रहेछ यार टाइट चाहिँ ओए म त जुत्तामै चिप्ल्यो त यार भरिङ चाहिँ लास्ट रिस्की भाइ बिस्तारै विनोद भाइ को लड्यो रे यार को लड्यो ओए को लड्यो को ल ओजा भाइ लडेछ यार दिलीप ओजा भाइ बट भाइ हो ओए पेमे पेमे आऊ है ल ल ल ल ल ल ओए त्यो जान्छ कि जाँदैन त्यहाँ बाटो छ कि छैन ओए बाटै रहेनछ मायाकुरी टाइट टाइट सक्दैन कहाँ यो त ओए त्यो मङ्की त गयो कि क्या हेरी यो हार्ट्रेलमा हुँदैन क्या त्यो दुईटा सक चाहिन्छ मलाई बाटै थाहा छैन है मरिन त अब अघि नै हामीले त्यहाँ थियो नि त्यो लास्ट डेन्जर यही हो क्या है यहाँदेखि त झन् कस्तो बाढी पहिरो लाए जस्तो छ यार पानी परेर है यो त पहिरो कहाँ होइन त्यही त ल जाउँ साइकलमा बस ल रेडी ओ एक्सक्युज मी Oh my God! ओए अब महागुरी हस्की चल बेटा ओए हस्की मर्छ जस्तो छ यार बिचरा यो थाके जस्तो छ थाके यार यो ओ यो त बाटो अगाडि आउँछ त डरायो हस्की हस्की डरायो हस्कीलाई अब घर लिएर जाने मेरो पछाडिको हावा अझै पुगे छैन क्या ओए हस्की मर ल यो अब हामीसँग घर जान्छ ओए
Alright. हावा कम भयो यार मेरो ढ्याक ढ्याक लास्ट पञ्चर छ यदि ल पञ्चर भइसक्यो यो बल्ल फेरि पञ्चर टाल्यो दुईचोटि पञ्चर टाल्यो यार लास्ट चाहिँ अब जाउँ ल जाऊ ल ल कता हो त्यही हो त्यही हो बाटो त्यही हो ल जाऊ जाऊ बल्ल पञ्चर भयो नि यहाँ भाइ को हो यो मङ्की ल यो त निदाइसकेछ यार जानुपर्छ केटाहरू गइसक्यो दामी खोइ त यिनीहरू त गायबै भयो ल ओए बवाल म्यान्डल त्यही मैले कस्तो सिडमा आइरहेको थिएँ सो त्यही हो अब यहाँ केटाहरूको म्यान्डल हुन्छ ओइ छिटो भयो क्या तल समय हट हट के बाटो बन्द भयो क्या चढौ चढौ ओए यो त खतरै चढाइदिए यार म्यान्डलै जाँदैन त मुजी